ठाउँ चाहिँ अति बवाल हो है। लास्ट चाहिँ पिस हो। यस्तो पिस ठाउँहरू चाहिँ है अक्सर खासै कम हुन्छ के भन्न लाग्यो के भन्यो। Hello, namaste and finally welcome back to my channel है। आफ्टर लङ टाइम पछि फाइनली वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म र मेरो फ्यामिलीहरू हामी सबैजना आज लङ ट्रिपमा जाँदैछौँ है, सबजना फ्यामिलीहरू। सो यो चाहिँ के अरे त्यो ठाउँको नाम भेना केही थाहा छ? ठाउँको नाम के अरे? वाटरफल के भन्छ? वाटरफ्रन्ट हो कि के है? त्यस्तै के भन्छ? त्यस्तै के हो? मसँग हाम्रो भेना दिदीहरू साथमा हुनुहुन्छ है। एउटा गाडी पनि फुल स्टपमा छ हामीसँग। ल है यहाँ यो छ है। हेलो गाइज बुझ्छ? ल को छ सबै कुरा रेडी छ। ल यहाँ पुरै रेडी छ। ल यहाँ छ। ल हाम्रो गुरुजी है। ल आरामै हुनुहुन्छ नि? कुन लोकेसन रे हाम्रो? हजुर हामी जाने कुन लोकेसन रे? हामी भुर्जुङ खोला इको रिसोर्ट। ल भुर्जुङ खोला ल स्टप रेडी छ है। सबै रेडी छ। किधर जाता है? अरे भुर्जुङ खोला ल सबैजना सन्चै हुनुहुन्छ होला नि है? युट्युबमा आउँछ श्याम घलेको युट्युबमा। राम रे दाइले बुढा भाइजी हामी चाहिँ स्कुटरमा जान्छौँ। दाइ चाहिँ डाइरेक्ट ड्युटीबाट आउनुहुन्छ। हाम्रो अर्को एउटा दाइ हो क्या अरे। दाइ चाहिँ डाइरेक्टली ड्युटीबाट आउनुहुन्छ। उहाँ पनि आफ्नो बाइकमा आउनुहुन्छ क्या अरे। अहिले चाहिँ हामी यहाँबाट यति नै हो। अब हामी चाहिँ घरबाट प्रस्थान गर्छौँ है। प्रस्थान आज के एक्टिभिटिज भयो त्यो चाहिँ तपाईँहरूलाई चाहिँ पुरै देखाउने छु म है। किप वाचिङ लास्टसम्म हेर्नु होला। गोप्रोले जतिसम्म ब्याट्री जान्छ तबसम्म यसले रेकर्ड गर्छु होइन। यसको अलमोस्ट अर्को पावर ब्याङ्क पनि छ होइन यसको एडाप्टर। सो मेरो दिदी हुनुहुन्छ यहाँ। सो मेरो बिग फ्यान है। मेरो हरेक युट्युबमा कमेन्ट गर्ने मेरो दिदी। थ्याङ्क यू सो मच फर बिङ अ बिग फ्यान एन्ड बिग सपोर्टर। अब पहिलाको मेरो युट्युब चाहिँ पुरै भइदिइहाल्यो होइन। सो यो अहिलेको जुन यो च्यानल हो यो चाहिँ नयाँ हो। पहिलाको मेरो पुरानो च्यानलमा चाहिँ अलमोस्ट 10K भन्दा पनि बढी थियो अनि मोनिटाइजेसन भइसकेको च्यानल थियो। तर त्यस्तै कारणले गर्दा चाहिँ त्यो च्यानल चाहिँ पुरै डिसमिस भयो होइन। सो फेरि पनि अब 0 सब्सक्राइबरबाट स्टार्ट गरिरहेको छु। त्यही हो गाइस। ल हाम्रो असिसा घले ल चढौँ आऊ ओ मिस्टर आवाज गर्ने के यस्तो तारा पुरै ह्यान्डसम भइदिने यस्तो ह्यान्डसम भइदिने। मेरो पछाडि तिमी चढ्ने हो? भनेपछि मेरो ट्याक्क यो तिमीले लिनुपर्छ आज। ल गाइज है अब हामी चाहिँ यहाँबाट हिँड्यो है। देखाउने चाहिँ तपाईँहरूतिर है। ल अब अहिले चाहिँ हामी चाहिँ ट्याक्कै घरबाट निस्किसक्यौँ। सो त्यही हो बाटो क्लिप्सहरू चाहिँ हामी तपाईँलाई देखाउँछौँ है। थ्याङ्क यू किप वाचिङ है। ल हामी जाँदैछौँ। अहिले चाहिँ हामी फुलबारीमा पुग्यौँ। फुलबारीमा पुगेको छौँ होइन। र यो पुल चाहिँ बवाल बनाएको रहेछ है। सही बनाएको रहेछ। दामी बनाएको रहेछ। ठिक छ नि हामी ठिकै हो। र गाइजहरू हामी चाहिँ अलिक छिटो नै ओभर स्पिडमा आइदियो होइन। त्यसले हामी चाहिँ हाम्रो परिवारहरू वेट गर्दैछौँ। उहाँ पछाडि आउँदै हुनुहुन्छ ट्याक्क लगाएर। ल उहाँहरू आउँदै हुनुहुन्छ। ल यो हरियो गाडीमा है पोखरा यातायात प्राइभेट लिमिटेड भन्ने चाहिँ हाम्रो पुरै फ्यामिलीहरू हुनुहुन्छ यहाँ। ल ओहो ल यो जानुभयो उता यो जानुभयो। र हामी म र आवास घरलाई चाहिँ यहाँ छौँ है। हामी त पुरै चिल पारामा छौँ नि होइन आवास हो कि होइन? हो मलाई मेरो आवास है। सानो बाबासँग पुरा हिँड्न पाउँदा त चिल्यो नि होइन। यही ल हामी फेरि हाम्रो यात्रा कन्टिन्यू दिँदैछौँ है त गाइस। किप वाचिङ। बवाल रहेछ त्यो सिनहरू है। त्यहाँको त्यो डाँडाहरू यो पनि उसहरू चाहिँ बवाल छ।
रोड दामी बनाएर रहेछ है। पहिला आउँदा अलिक कच्ची थियो, अहिले चाहिँ यो रोड चाहिँ अलिक बवाले बनाएर रहेछ। लास्ट टाइम पनि हामी यही बाटो आएको हो नि। हामी जाँदैछौँ यहाँ त पहिला कुन मन्दिर हो र यो? ठिक मात्रै रहेछ मन्दिर है। ए अग्ला देवी मन्दिर रहेछ। हेलो गाइज, कस्तो फिल भयो? तपाईँले फिल भयो? भेनाको यता फर्स्ट टाइम? भेनाको फर्स्ट टाइम हो? ल दामी हिँड्नु अगाडि। राम्रो छ। हामी ग्रिनल्यान्डमा आइपुग्यौँ। ग्रिनल्यान्ड। This is one of the most beautiful places in earth, and it's called Nepal. ठाउँ चाहिँ अति बवाल हो है। लास्ट चाहिँ पिस हो। यस्तो पिस ठाउँहरू चाहिँ है अक्सर लास्टै पाउनुहुन्छ के भन्न लाग्यो के भन्यो। उकालो चाहिँ बवाल छ। फेरि यहाँ उकालो बवाल छ। मेरो लास्ट टाइमको जुन मोनेटाइजेसन भएको भिडियो थियो जसमा चाहिँ 10K सब्सक्राइबर थियो, त्यसमा पनि मैले हालेको थियो होइन यो भिडियो। र लास्ट टाइम चाहिँ हामी अर्कै के थियो त्यो उसको के ट्रट थियो त्यो फिस के ट्रट र गाइस फाइनली हामी चाहिँ खुर्के खोला पुलमा आइपुग्यो है। यो चाहिँ लास्ट इयर बनाएको पुल हो है। त्यहाँ हो पुरानो पुल त्यो छ है। तर राति साँझतिर चाहिँ पानी पर्छ जस्तो लाग्छ क्या। उता हेर त पुरै बादलहरू लागेको छ है। काँडाहरू फिल्डहरू कमालै छ। कस्तो हुँदैछ? ठिकठाक छ? राम्रो छ नि? सिनियरहरू बवाल छ है। ल हामी जाने चाहिँ यो इको भिलेजमा है। इको भिलेज प्राइभेट लिमिटेड वाटरफलमा हो होइन। लास्ट टाइम चाहिँ हामी अर्कोमा गएको थियो। योपालि चाहिँ यसमा हो। यसमा हो वाटरफल। बवाल है। पुरानो पुल रहेछ त्यहाँ। लास्ट टाइम हामी गएको चाहिँ गण्डकी रेनबो ट्रटमा हो त्यहाँ हो। अहिले चाहिँ हामी पछाडि इको भिलेजमा हो। यहाँ स्पेसियल्ली चाहिँ दुईवटा छ क्या। एउटा त्यो गण्डकी ट्रट भइहाल्यो, अर्को चाहिँ इको भिलेज भन्नुभयो क्या। यो दुईवटामै चाहिँ मान्छेहरू अति ब्याकअप जान्छ क्या। बवाल। अर्को चाहिँ होइन बाटो चाहिँ पुरै बनाउँदै रहेछ। त्यही भएर आज चाहिँ हामी पुरै अफ रोड आएको छौँ। अर्को बाटो सो यो बाटो चाहिँ लास्ट चाहिँ अफ रोड छ है। त्यही पनि छुट्टै मजा आउँछ। अब यस्तो लङ बाटोहरू जाने बेलामा जुन अफ रोड बाटोहरू आउँछ नि है बवालै लाग्छ है। मलाई चाहिँ बवालै लाग्छ है। अब ह्याङ र अझै सायद मेबी मोर देन 1 आवर त नलाग्ला। यस्तै 40 to 45 मिनटमा चाहिँ हामी चाहिँ हाम्रो आफ्नो लोकेसनमा चाहिँ पुग्छौँ है। इको भिलेजमा पुग्छौँ। सो यही हो। किप वाचिङ है। किप वाचिङ। अन्तिमसम्म हेर्नुपर्छ यो ब्लग चाहिँ। अन्तिमसम्म हेर्नुपर्छ। यताबाट चाहिँ यताबाट चाहिँ गण्डकी रेनबो ट्रट जाने होइन। लास्ट टाइम हामी गएको। यताबाट चाहिँ वाटरफल जाने हो कि है। आज चाहिँ हामी वाटरफल जान्छौँ। लास्ट टाइम चाहिँ हामी यता गण्डकी रुट गएको थियो।
सो लेट्स गो है त अगाडि जाऊ ओहो त्यो टोलीहरू चाहिँ उता जाने रहेछ रेम्पोतिर हामी चाहिँ यता त्यहाँ रातो देखेछ नि त्यहाँ इको फ्रेन्डमा जाँदैछौँ हामी चाहिँ है केटा फाइनल्ली हामी एकदमै नजिक छौँ हाम्रो डेस्टिनेसनको है ल बाटो चाहिँ अब यस्तै हो लाथाङ लुथुङ फाताङ फुतुङ ल ल गेट इन्ट्री भयो हामी ल गेट इन्ट्री भयो पुरै जानालाई काटेर है ल ग्रेट ल यही हो है पार्किङ तल पनि छ यहाँ पनि छ पार्किङ त तल लिएछ क्या अरे ल ल ल ल ल सबैजना फ्यामिलीहरू यहाँ हुँदो रहेछ ल हजुर हुनुपर्ने हो क्या अरे अब लेट्स सी पार्किङ गरिदिउँ क्या ल यो है ठाउँ चाहिँ ल वाटरफल हजुर ए तल राख्नुपर्ने हो तर अब यहीँ पनि छ क्या पार्किङ यहीँ राख्छ यहीँ राख्दा पनि हुन्छ यतिको रमाइलो भइरहेछ हो बाटो कस्तो लाग्यो भेरी गुड है दामी छ नि त्यही त हामी चाहिँ अस्ति उता गण्डिक चढ गएको थियो अनि यहाँ चाहिँ अब त्यही हो गाइस आज चाहिँ फाइनल्ली हामी चाहिँ यहाँ वाटरफ्रन्ट इको भिलेजमा आइपुग्यौँ है अब यहाँको मलहरू चाहिँ यस्तै हो सलपल चाबी त्यहीँ छ होला त्यो यहाँ रहेछ त्यो हेलमेटहरू उसहरू राख न है ठाउँ चाहिँ एकदमै पिस छ है रमाइलो छ ल फुपूको पहिलोचोटि हो यहाँ यो तीसराचोटि हो तपाईँको है ल ल कान्छी ल मामा है सबैजना ल दिदी ल यहाँ भेला हुनुहुन्छ है हामी पुरै सपरिवार हुन्छौँ ल हेलो हेलो ल माताश्री ल दिदी ल के हुँदैछ यहाँ ठिकठाक हो ल आमा पनि पहिलो आमालाई कस्तो लागिरहेछ टाउको त दुखेन तपाईँको दुखे छैन नि सब ठिकै छ नि ए ड्राइभर राम्रो छ हाम्रो आमा है ल डाक्टर अरू के छ आज के खानु मन छ तपाईँलाई यहाँ मैले केही पनि मन छैन ओहो है साह्रै सन्तुकी हुनुहुन्छ आज हो यहाँ न ल दिदी ल हामी सबै यहाँ छौँ माछा खान आएको है हामी माछा यहाँ बबाल माछा पाउँछ अरे माछा त्यो खाना सरप्प लगाएर खानुपर्छ आज ल ल ल मेरो फ्यानहरू यहाँ ल है ल सब बिग फ्यानहरू ल ल थ्याङ्क यू ल ल ल ल ओ बिग फ्यान भन्नु पऱ्यो तिमीले नि बिग फ्यान श्याम गोले बिग फ्यान भन बिग फ्यान जबरजस्ती के छ सन्चै हुनुहुन्छ तपाईँको त नि आमाले त नि खतरा तारिफ गर्नुभयो त एकदम खतरा ल्याउनु भयो तपाईँले ल है भाइ सँगै हो नि है दुईजना ल ल ल बसौँ रमाइलो गरौँ है सबैजना राम्रो ठाउँमा बनाएको छ क्या तपाईँले पनि रमाइलो गर्नु है इन्जोय गर्नु है तपाईँहरू पनि आफ्नो तरिकाले
ठिकै छ ओहो ल ओहो शर्मिली भान्जीहरू आमामा ओहो आमा थाक्नुभयो क्या तपाईँ अनि आजकै गाडी राम्रोको कुरा आयो राम्रोसँग आउनुभयो एकदम राम्रो हो टाउ त दुखेन हो ल ल उहाँ हुनुहुन्छ आउनु आमा ओहो हो पुरा फोटो सेसन हुँदैछ गाइजहरूको पुरा फोटो सेसन ओहो हो अब यो ठाउँको मेन रमाइलो भनेकै यही हो कि एक्चुली है यही हो त्यसपछि खाना चाहिँ बबाल हुन्छ है त्यही हो पुरा डाँडा काँडाको ट्याक्क बिचमा बनाएको छ सही छ गरौँ फोटो सेसन हुँदैछ फोटो सेसन यहाँ चाहिँ मेरो अब सेकेन्ड टाइम हो क्या है पहिला पनि आएको थियो यहाँ चाहिँ सेकेन्ड टाइम हो त्यही हो खानाहरू चाहिँ बाबाले पाउँछ यसो कोही अब पोखरामा छुट्टीहरूमा आउनुभएको छ भने चाहिँ है यो चाहिँ अब घुम्नै पर्ने ठाउँ हो है घुम्नै पर्ने ठाउँ हो मामा पुगर त यहीँ हुनुहुँदो रहेछ ठिक छ माथि है अब हामी एकछिन घुमघाम गर्छौँ है खानासाना खान्छौँ कुनै इन्ट्रेस्टिङ अरू भिडियोहरू भएको चाहिँ फेरि क्याप्चर गरिहाल्नुपर्छ त्यस्तै हो आफ्टर लङ टाइम पछि चाहिँ मैले ब्लग बनाएको छु मेरो जुन पुरानो युट्युब च्यानल बन्द भएदेखिको चाहिँ मैले ब्लग नै बनाएको थिएन क्या त्यो हल्का फुल्का 3-4 ब्लगहरू चाहिँ थियो बट नट सो मच प्रोफेसनल यो चाहिँ अब हल्का स्लो तरिकाले नै ब्लग बनाएको छु होप यु गाइज इन्जोय इट है अरू पनि आउँदैछ अझै ब्लग यो ब्लग चाहिँ अलिकति क्वाइट लङ नै हुनेछ है चाहिन्छ भने यसो ओहो पानी पानी यहीँ छ तपाईँसँग ल पिदिनु न त ल ल यो चाहिँ पुरा कुवाको पानी हो है लोकल कुवाको पानी मूलको पानी है मूलको पानी बाबा थ्याङ्क यू भेना आज भेना र सायद पहिला पनि हामी त म र भेना त गएको थियौँ एउटा दुईवटा ठाउँमा तर यस्तो साह्रै टाढाको यात्रा चाहिँ भएको थिएन भेनाको र मेरो छुट्टी चाहिँ जस मिलेको भएर चाहिँ योपालि चाहिँ अति राम्रो छुट्टी मनाइरहेको छौँ है भेना र मैले होइन भेना ल ठिक छ हाम्रो अर्को भेना कतै जानुभयो गाइजहरू के हो ओहो ओ हेलो ओ गाइजहरू आमा लेट्स गो ल ल हैन धानडुरी है अहिले ओ हिरोहरू हाम्रो नेपालको झन्डा है always respect लगाउँ big fan भन्नु पर्यो big fan ओ हेलो ओहो big fan खोइ त भन्नु पर्यो big fan ओहो थ्याङ्क यू
त्यो अगर मलाई अझै पहिले फोन गरेर के जस्तो लाग्थ्यो फेरि गरिने चाहिँ गर्न ए त्यही त तपाईँ न्याट्रिक लाउनु भएछ नि त होइन पुरा न्याट्रिक लाउनु भएछ नि त तपाईँले मैले यसो विचार गरेँ कि दामी हो त्यही हिन्दीदेखि त सजिलै भयो नि कडा ठाउँमा बनेको छ यो डाँडाहरूको ट्यागको बिचमा है यस्तो पहिरो गयो झ्याउँछ नि त कुन यो पहिरो गयो भने त डरै छ नि डर त काप्छ नि लास्टै काप्छोमा बनाएको हाम्रो झन्डै झन्डा नेपालको झन्डा दामी छ दामी यो चाहिँ है बवाल ठाउँ छ है बवाल ठाउँ आउनु पर्ने ठाउँ है गाइजहरू ओहो तर त्यो गण्डकी चोट भन्दा त्यो तर गण्डकी चोटमा चाहिँ एरिया पनि ठुलो छ राम्रो छ हौ गण्डकी चोट तर झर्ना गाइजहरू है तेरिका यहाँ चाहिँ झर्ना प्रकृति नै प्रकृतिको थलो भनेको नै नेपाल हो कि नेपाल दाइ चाहिँ फेरि ड्युटीबाट आउनुभएको र बिच बाटोमा फेरि मल दिन गएको थिएँ स्कुलमा फाइनल्ली उहाँ पनि आइपुग्नु भयो अब चाहिँ खानपिनको तर्फमा हुन्छौँ हामी कस्तो लाग्यो तपाईँलाई ठाउँ एकदम बढिया हो लास्ट टाइम हामी त गण्डकी टोटमा गएको थियो क्या अहिले हल्का एक्सर्साइज भयो होइन स्कुटरको तिनीहरूको चहलपहल हेर नि चहलपहल है मनले आधे पाकेको जोस है ओहो चहलपहल हो खोइ ड्याडीहरू उसहरू साथीहरूसँग हो गोरीमा खोइ मम्मीहरू भान्जी ए उहाँहरू चाहिँ ल हामी चाहिँ आइपुग्यो ग्याङहरू त यहाँ पनि रहेछ त ओहो के छ ग्याङहरू ओहो हो पुरै शीतलमा बसिरहेको अवस्था कुल्लु बस बस बाबु बस 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 के अरे ओहो हो ग्याङहरू खाना भएछ नि खाना ओहो हो हामी आरामै हो ल ल ल दिदी भेनाहरू के छ ठिकै हो नि ओहो हो कडा ल ल ल ल फर्स्ट टाइम है हजुर जेठो आउनु भयो आइतेरिका ब्लग यसरी हेर्दै गर्छु भाइ हो त्यस्तो ब्लग खुब हेर्नुहुन्छ है हजुरको ब्लग नै हेरि त खाना पनि आमा ल कडा कत्रै दिनु भयो त म के भन्छु भने यो मिस गर्यो त्यसले लाइफमा धेरै कुरा मिस गर्यो यहाँबाट आउनु पर्छ हो एक्ज्याक्टली यस म त्यो भन्न खोजेको यता सबै आउनु पर्छ फ्रेन्ड फ्यामिली
तपाईँ लिएर आउनुपर्छ जसले यहाँ मिस गर्यो त्यसले लाइफमा धेरै कुरा मिस गर्यो सो इन्जोय गाइज ओके सही यो भेनाको म्यासेज है भेनाको म्यासेज खुबु चाहिँ यता पुरा हिँडिराख्नु पर्छ ओहो म्यानेजिङ डाइरेक्टर है आजको हाम्रो यो पार्टीको इभेन्ट अर्गनाइजर हामी चाहिँ खानी तर्खरमा छौँ है ट्र्याक लाएर ओहो ल ओ हाम्रो चाहिँ यहाँ रहेछ ल ल ल ल यहाँ हो हाम्रो ओहो ल के छ सम्झनुहुन्छ नि फुपू फुपू ओहो हो ल बहिनीले ल मिठो खाना ल्याउनु भयो ओहो हाम्रो राजा खाने खाना कडा छ त है कडा छ त कडा आमा ठिक छ नि आमा अरू के हाल्नु पर्ने हो के ल्याउनु पर्ने हो चस्मा लाउनु पर्ने छ अब हामी चाहिँ पुरै खाना खाने तर्फमा है अब मस्त लागेर मेरो ठाउँ कहाँ हो यो चाहिँ यहाँ घिउको पनि डह्रो व्यवस्था छ घिउको म चाहिँ घिउको बडो ठुलो फ्यान हो ज्वाइँ अरू घिउ दाइ घिउ 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 ल यहाँको मुख्य खाना भनेकै फिस सबैको आयो तिमीको आयो
भेना खाउँ बस्नुहोस् आजको हाम्रो यो इभेन्टको म्यानेजर डाइरेक्टर सबै खुबु हुनुहुन्छ ल Hey, Bogi, के छ खबर? ठिक छ? खाना आइस तैँले? ओहो गाइजहरु भेना खानु भयो नि ल टाइम पनि बजिरहेछ है ल ठाउँ चाहिँ अति दामी छ के वे जसो गर जे भन जता सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो है खतरा छ हो यहाँ फेरि अर्को छ यहाँ यहाँसम्म रहेछ इन्ट यहाँ फेरि अर्कै चलपल रहेछ ल है ओ त्यहाँ चाहिँ पुरा झर्ना छ क्या अब त्यहाँ चाहिँ कडा झर्ना छ लेट मी सो यु गाइस है ट्याक्क है यहाँबाट सर यहाँसम्म के आइसक्रिम पनि रहेछ ओहो कडा कडा भान्जी आइसक्रिम खान रेडी यहाँ चाहिँ आइसक्रिमको पनि व्यवस्था भान्जीले पुरै आइसक्रिम लिएर गएको अवस्था ल बाबा र आमाको तर छलफल भइरहेको छ यहाँ सुपर ग्लियो सुप के को सुप ए सोप 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 त्यहाँ सोधा त छ होला हुन्छ हुन्छ सोप हुन्छ ओ गाइजहरू के हो यस्तो ऊ लाग्छ नि अलि त आउ न भान्जी ल ल ल ओ गाइजहरू ह्याभिङ फन कतिको रमाइलो भइरहेछ अस्ति नै हामी गएको त्यो गण्डकी ट्रट रमाइलो कि यो रमाइलो यो रियली मलाई चाहिँ त्यही नै अलिकति कडा भाइब्स लागिरहेको थियो ओ गाइजहरू के छ असँग हामी गएको त्यो गण्डकी ट्रट दामी कि यो वाला दामी हो त्यहाँ अलिक ठुलो ठाउँ थियो है तर त्यहाँ रोटेपिङहरू पनि थियो त्यहाँ अलिक राम्रो भाइब्स जस्तो लाग्यो तर यो पनि नट ब्याड ल मामा मामालाई कस्तो लाग्यो मामा खाना राम्रो लाग्यो सन्तुष्ट हुनुहुन्छ हो एकदमै ओहो हो त्यो त नयाँ आउने कोही मान्छेहरू छ त्यसलाई के भन्नुहुन्छ मामा
जति बाहिरबाट आएको भाइ छोरा भान्जाहरू देखेर त खुसी लाग्यो ओहो ल त्यही माथि यस्तो खुसीले पनि सबैजना हो राम्रो भएको छ ल ल ल ल हाम्रो मामाले नि पुरै डकुमेन्ट गर्नुभएको छ यो ठाउँमा हो ल ल ल गाइजहरू अब खानपिन पनि भइसक्यो खानसानहरू खाइसक्यो है खाएर चाहिँ हामी अब एकछिन रेस्ट गर्छौँ आराम गर्छौँ है त्यो पछि चाहिँ हामी ट्याक्क बिस्तारै हामी घरतिर लाग्छौँ है कस्तो लाग्यो आजको त्यो आइसक्रिम खोइ हामी पनि हामी कस्तो नट ब्याड ओके थ्याङ्क यू खासै चाहिँ एकदमै चिसो नरहेछ ठिकै हो खानाहरू मिठै हो है खाना भन्दा पनि अब ठाउँहरू जग्गाहरू चाहिँ अति दामी छ क्या त्यो जग्गाहरू चाहिँ एउटा हुन्छ नि छुट्टै भाइब छ क्या त्यही हो यस्तो छ है पुरै गाउँ नै हो नि गाउँको ठाउँलाई अब पुरा यताउता गरेर है पुरै सदुपयोग गरिरहेको छ वाटरफ्रन्ट यो ठाउँको नाम नै यही हो वाटरफल चिसोभिले नेपाली झन्डा है अब नेपाली झन्डा फरफराएपछि अरू के नै चाहियो र आजको मौसम पनि बवाल नै छ क्या मान्छेहरू कोही आउने कोही जाने भइरहेको अवस्था राइट यहाँ चाहिँ पुरा फोटोसुट भइरहेको रहेछ फेरि यहाँ फोटोग्राफरबाट पुरा फोटोसुट राइट हो के को हल्ला हल्ला हो गाइजहरू आमा औ के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको बिजुली बालेर हट भएर पट भएर खोइ त नाचेको आमा नाच्दैन त है यहाँ के हो धनी गरिबको कुरा आयो त आमा के हुँदैछ यहाँ ओहो ओहो हो खामै खाम आइसक्रिम खाम ल फुपू कस्तो लाग्यो त तपाईँलाई हो मिठो छ अब आउने नयाँ मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँले कसैलाई यसको बारेमा थाहा छैन तर आउन चाहेको खण्डमा चाहिँ के भन्नुहुन्छ यसरी नै आउने आफूले जो खान मन लाग्छ पहिल्यै अर्डर गर्ने है आजको माछा चाहिँ हाम्रो गाउँले झोल हो ग्रेभी भन्यो भने फेरि अलिक पातलो झोल बनाउँछ फ्राई चाहियो भने फ्राई गाउँले झोल भने आजको हाम्रो अलिक पातलो अनि ग्रेभी खानु मन लाग्यो भने फेरि योभन्दा पनि राम्रो मोटो हुन्छ कि ए हजुर हजुर आज गाउँले झोल अलिक पातलो भयो ए हजुर हजुर बाँकी त अब त्यही हो अब आफ्नो देशमा होइन यसरी विदेशमा घुम्छ मौका पायो भने आफ्नो देशमा पनि गर्नेले गरिरहेको छ हामीहरू आएर यसरी उहाँहरूले प्रशान गर्ने हामी पनि अलिकति माइन्ड फ्रेस हुन्छ नि त फ्यामिली परिवार आएर यसरी मिठो नमिठो खाने कहिलेकाहीँ है कहिलेकाहीँ माइन्ड फ्रेस हुन्छ घुम्नुपर्छ नि त त्यही भएर हामीले यो प्रोग्राम गराएको आज सबै आएर एकदम मलाई त खुसी लाग्यो आजको प्रोग्रामको मेन म्यानेजिङ डाइरेक्टर नै फुपू हुनुहुन्छ है फुपूलाई धेरै धेरै धन्यवाद सबैको तर्फबाट मुरी मुरी धन्यवाद ल के छ तर ओहो तपाईँको भन्नुहोस् धारणा मलाई मिठो लाग्यो हजुर मलाई मिठै लाग्यो ए हो यो चाहिँ के अरे वाटर
वाटरफल इको भिलेज बेस्ट बेस्ट है ल दामी दामी सबैजना आउनु होला आमा ठिक छ नि आमा ठिक छ नि के भन्न चाहनुहुन्छ केही भन्नै जाने हो के भन्ने हो अब जाने हो आयो मामा फुपूको इच्छा जानको इच्छा पुरा गरिदियो हामीले हजुर मजासँग यसो ठाउँमा ल्याएर घुमाइदिनु भयो मामा फुपूले हजुर धेरै खुसी लाग्यो एकदम खुसी लाग्यो हामी हुन्छ हुन्छ बहिनी र सबलाई धेरै 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 धन्यवाद खानापिना त अब त्यस्तै हो के अरे तर घुम्नुको उच्च दर्जाको राम्रै बनायो हो के दाइ राम्रै थियो घुम्नुको लागि अलिकति एक दिनै भएन फ्रेस हुने के सधैँ घरमा आज होइन अब जानु त हामी बुढाबुढी मान्छे कहाँ जाने आफ्नै घरमा पढ्ने राम्रै हो तर सधैँ कहिले कहिले यस्तो घुम्नु पनि पर्छ क्या दाइ आज त एकदम रिफ्लेक्स हो धन्यवाद खुसी लाग्यो अस्ति समाजमा यति कुरो भन्नु परेको समाज त्यो राति जुन चाहिँ काम गर्छ मान्छे तिमीले केही पनि पाउँदैन के भत्ता पाउँदैन त पाउँदैन थ्याङ्क यू धन्यवाद त पाउँछ है त्यही हो पार्टी राम्रो भयो यसरी धन्यवाद चाहिँ अब राम्रो व्यवस्था गरेर भने खुब शान्ति हो क्या मेरो पाला आयो कार्यसमितिहरू व्यवस्था गरेर यहाँ चाहिँ अब फोटो खिच्न आउने बेलामा चाहिँ हाम्रो यहाँ भाइहरू पनि छ है यहाँ भाइहरूले चाहिँ अति दामी दामी फोटोहरू खिचिदिन्छ है सो अति सुलभ मूल्यमा उहाँले चाहिँ ट्याक्क फोटो खिचेर तपाईँहरूको चाहिँ ट्याक्क मोबाइलमा नै ठाउँको ठाउँ नै ट्रान्सफर गरिदिनुहुन्छ है ल भाइहरू सधैँ यहीँ हो हुने यहीँ हुने के हो तपाईँको नाम तपाईँको थ्याङ्क यू सो मच भाइ थ्याङ्क यू एन्ड गुड लक थ्याङ्क यू सबैजना है अब खानपिन पनि भयो घुमघाम पनि भयो मेरो आजको यो ब्लग चाहिँ म यहीँ इन्ड गर्छु है सो थ्याङ्क यू सो मच सबैजनाले हेरिदिनु भएको छ सब्सक्राइब गरिदिनु भएको छ होइन इभन यो चाहिँ मेरो नयाँ च्यानल हो होइन त्यही पनि तपाईँहरूको साथ सपोर्ट अलवेज है अलवेज यो पुरानो च्यानल भन्दा चाहिँ अब यो च्यानल चाहिँ हल्का स्लोली ग्रो गर्दै जानुपर्छ खासै त्यो खत्रै युट्युबर त होइन है त्यो पनि अब त्यत्तिकै आफू हल्का ह्याङआउट हुने ठाउँहरू होइन यताउता हुँदा चाहिँ जस्ट ब्लग बनाएर चाहिँ हामी गर्छु त्यति नै हो सो त्यही हो आजको यो हाम्रो भ्रमण चाहिँ यही वाटरफल इको भिलेज मा थियो यदि तपाईँहरू पनि भिजिट गर्न चाहनुहुन्छ भने चाहिँ आउँदा हुन्छ पोखराबाट खासै त्यस्तो धेरै टाढा त होइन ठिकै हो होइन त्यही फुड खाना त दामी छ स्पेसली यहाँको परिकार भनेको नै माछा हो थ्याङ्क यू सो मच है फेरि पनि अर्को ब्लग लिएर अर्को ब्लगमा आउनेछु तबसम्म स्टे सेफ सबैजना थ्याङ्क यू वन्स अगेन बाई अनि ह्याप्पी दसैँ एन्ड तिहार है एडभान्समा नै सबैजनालाई